नमस्ते सबैजनालाई हैन। आज चाहिँ म हजुरहरूलाई बच्चाको दाँतमा सिमेन्ट भर्नु अथवा बच्चाको दाँतलाई जोगाएर राख्नुको महत्त्व के छ भनेर भन्दैछु हैन। यदि हजुरको बच्चाको दाँतमा किरा लागेको छ अथवा गिजा फुल्लिएको छ अनि हजुरले डाक्टर कहाँ लिएर जानुभयो, डाक्टरले चाहिँ हजुरलाई यो सिमेन्ट भर्नुपर्छ अथवा जराको उपचार जसलाई हामी पल्पेक्टोमी भन्छौँ यो गरेर चाहिँ यो दाँतलाई टाइम नभइन्जेलसम्म जोगाएर राख्नुपर्छ भन्नुहुन्छ हैन। अनि हजुरले चाहिँ साटिने दाँत त हो, साटिने दाँतलाई जोगाएर के गर्नु, किन पैसा खर्च गर्नु, निकाल्दिनु न त भन्नुभयो भने चाहिँ एकदम गलत भन्दै हुनुहुन्छ। किनभने बच्चाको दाँतको एउटा छुट्टै इम्पोर्टेन्स हुन्छ। बच्चाको दाँतले चाहिँ पछि साटिएर आउने दाँत जसलाई हामी पर्मानेन्ट टिथ भन्छौँ त्यसको लागि ठाउँ ओगटेर राखेको हुन्छ मेनली हैन। अनि त्यो चाहिँ टाइमभन्दा चाँडो अथवा ढिलो खोलियो बच्चाको दाँत भने चाहिँ तपाईँको दाँतहरू बाङ्गोटिङ्गो आउने, नमिलेको आउने त्यस्तो समस्याहरू हुन्छ। त्यसैले बच्चाको दाँतलाई चाहिँ आफ्नो टाइममै एकदम टाइममा खोल्नुपर्ने हुन्छ। टाइम नहुन्जेलसम्म यदि बिग्रेको छ भने पनि जोगाएर राख्नुपर्छ है त। सबैले बुझ्नु होला यो। थ्याङ्क यू।